ठाउँमा पर्दा दिदी त घर जानु म त काम 2 मिनेटमा त कहाँ हुँदैन 2 मिनेटमा त कहाँ सकिन्छ के निल्नु यो त साह्रो हुन्छ चपाउनु पर्छ नि 305 हो के 35 वटा छ कि एउटा ल 105 पानीपुरी र गणितमा एकदम हामी म्याथमा एकदम विक छ हेलो गाइस वेलकम ब्याक टु आवर च्यानल अनि के भन्ने आज चाहिँ हाम्रो के हुँदैछ हाम्रो आज हाम्रो फेरि पनि मुकबाङ आज चाहिँ च्यालेन्ज हामीले लिएर आएको छौँ अनि आज चाहिँ हाम्रो साथमा हुनुहुन्छ हाम्रो गेस्ट हाम्रो दिदी हाम्रो एकदमै रेस्पेक्ट दिदी हुनुहुन्छ उहाँ दिदी चाहिँ अनि फेरि के अरे फेरि यहाँ स्पोन्सर पनि दिदी हामीले पुरानो भिडियोमा प्रिभियस भिडियोमा हामीले भनेको थियो नि त हामीले गेस्टलाई लिएर आउँछौँ एकजना अनि एउटा केही च्यालेन्ज केही रमाइलो गर्छौँ भनेको थियो नि त अनि त्यही भएर सुरुवातमा चाहिँ हाम्रो दिदीबाट दिदीले अब आफ्नो परिचय गर्दै जानु हुँदैछ आफ्नो बारीमा परिचय न्युङ्गोबाट होइन नेपालीबाट हाम्रो इङ्ग्लिस ल दिदी इङ्ग्लिस हो ल दिदी त हो नि त अनि साँच्ची अरे दिदी हेलो माई नेम इज एमिमा लिम्बू अनि म चाहिँ को हो तिमीहरूको लिम्बू हो तपाईँ लिम्बू हो तपाईँ त्यही भएर त खाओ जस्तो भएको नि त्यही त दिदी त लिम्बू त हो नि म लिम्बू तिमीहरू दुवैजना राई होइन हामी एउटै त हो नि लिम्बू राई सबै त्यो राई लिम्बूहरू अब जतै गए पनि होइन अब मन मिल्छ यसरी भेट भयो सोचेको त थिइनँ यति साह्रो मिलिन्छ भनेर बट मेरो दिदी के भन्ने अब आज जित्नु चाहिँ मैले जस्तो लागिरहेको बेसी दिएर खाइसक्यो उसको त भुँडी टन्नै भइसक्यो आई डोन्ट नो उसले कसरी सघाउँछ यत्रो पनिसमेन्ट भयो के पनिसमेन्ट एकदम दानबाट पनिसमेन्ट अथवा हुन्छ नि कसो गर्ने भन्दाखेरि यो सबै अराइ मना गर्नु पर्यो होइन भिडियोमा ब्लगमै देखाउनु पर्यो नि त्यो त फेरि अराइ मना गर्नु पर्यो नि लास्टमा भोलि ठ्याक्कै मङ्गलबार गुमी फाल्छ ठ्याक्कै गुमी पनि तल गएर एक राउन्ड गुमी फालेर नि हामीलाई जो हुन्छ म हारेँ भने त म त घर जाने हो म त गुमी फाल्नु पर्दा दिदी त घर जानु म त काम होइन त्यो अराइ मना गऱ्यो भने बिचरा हाम्रो गेस्ट हाम्रो दिदी के हुँदैन हारेपछि त गर्नु पाइहाल्ने अब फियर हुनुपर्छ नि ल ओके हाम्रो आराम मनाउनु ल आराम मनाउनु मेरो दिदीले यसो भनेपछि त अब गेमको रुल चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीसँग 35 वटा छ पानीपुरी देखाउनु त होइन 35 वटा छ अनि त्यसपछि 35 मा चाहिँ अब कस्तो नयाँलाई एउटा रुल राख्ने त्यो अब हानेर पनिसमेन्ट त भइसक्यो होइन तर कसरी गर्ने भन्दाखेरि सुप्रियाको फोनबाट होइन टाइमर राखौँ होइन टाइमर राखेर अनि गर्ने यति मिनटमा कसले कति सकाउँछ भनेर कि है त टाइमर राख्ने टाइमर राखेपछि अनि त्यही टाइमर अब उयो गरेर गरौँ क्या बुझ्नुभयो नि ओके डन गाइज टाइमर अन गरौँ तिनजनाले सँगै स्टार्ट गरौँ कसले फर्स्ट भ्याउँछ त्यही त हो ल कति 5 मिनट गरौँ 5 मिनटमा कसले कति भ्याउँछ भने टाइमर राखौँ होइन कति भ्याउँछ 5 मिनटमा त यो खाइ अलिक छिटै समय राख्नु पर्यो नि 3 मिनट 3 मिनट 2 मिनट 2 मिनटमा त कहाँ हुँदैन 2 मिनटमा त कहाँ सकिन्छ के निल्नु यो त साह्रो हुन्छ चपाउनु पर्छ नि 3 मिनट 3 मिनट हेरौँ न के हुन्छ ओके ल 3 मिनटमा ल कतिवटा चाहिँ खान्छ होला 35 कतिवटा भयो 35 बाट 3 टा 35 कति भन्नु 30 40 30 100 60 5 70 90 90 30 60 अनि 70 80 90 100 105 हो के 35 वटा छ कि एउटा ल 105 पानीपुरी र गणितमा एकदम हामी म्याथमा एकदम विक छ ल टाइमर राख्नु पर्छ मेरो 12 बजेदेखि काम छ हेर गाइस हेर्नुस् गाइस यहाँ अब 9:55 भइसक्यो 1 घण्टा सुतेर जाने भनेको बिहान फेरि गएको क्लास ल ओके ल अब के रे यहीँबाट टाइम राख्ने कि यसरी स्टार्ट टाइमर 3 मिनेट सँग गरौँ त देखाउनु पर्दैन यसरी स्टार्ट गर्ने कि भने के के त्यसरी नै हुन्छ
बच्चा कि बज्दैन 3 मिनेटमा राख न 3 मिनेटको राखौँ न टाइमर राखेर अलार्म राख्ने कि क्या ठ्याक्कै 3 मिनेट होइन ल 3 मिनेटको राख्ने अनि ओके च्यालेन्ज कसले भ्याउँछ भनेर रेडी यो चाहिँ सुप हो होइन हाम्रो दिदीहरूको त्यहाँ छ म चाहिँ मतलब रस है गाइस ए झोलमा त आयो यहाँ त उस छेक्यो उयो यो नि यसरी उगाउँदा हुन्छ होला दिदी वाज टिल द एन्ड हैन सब्सक्राइब त हामीले परिहाल्यो यसरी माया देखाउनु हामीले हैन म चाहिँ यसरी तपाईहरु हात यसरी यो अनि यसमा हाल्नु गर्नु चुइन्छ मतलब यसरी यसरी त्यस्तो गर्दै यहाँ यसरी खानु चोइला म त क्यामेरा बाहिर जान्छु के सधैँ खाने बेलामा यार मेरो त सुरु गर भनिहाल्यो नि छिटो स्टार्ट गरौँ यहाँ ल 3 2 अझ बोक्नै पाउँदैन नि त्यो त बाबुको लागि एउटा उसको लागि थम्बनेलको लागि हुन्छ झेला गर्न नपाए ल 3 2 1 3 2 1 स्टार्ट यस लेट्स गो अन्त सबै निल्दैछ कि एउटाले दुई मिनट हुन्छ क्या मेरो चाहिँ समय लुट्यो क्या त्यहाँ जोडाएर सरी अब कति मिनट भयो जित्यो हस्पिटल जानु पर्ला है सरकार दिदी बराबरी बाँडेरमा कति मिनट 5 सँग खाउँ 5 सँग सक्दैन खानु यस्तो बढ्ला राम्रो बज्यो कति भएछ ल्याउ त 26 तिमीले जितिहाल्यो अब 2 जनामा कसले बजे खान्छ त्यो हारिहाल्यो नि
म तनाइ भयो गाइजहरू ठ्याक्क त्यति एउटा खाएको सकिन्छ जाडो म पनि सकाउनु पऱ्यो दिदी चाहिँ आउँदा चाहिँ हँसाउनलाई त्यसो गरेर त कसले जित्यो गेस्ट नै हार्नुहुन्छ त माथि पिल्छु नि मुख यस्तो पिल्सिरहेको आज म त साइडबाट उसको त अझै हेर नि त एक्स्ट्रा पनि दुईटा सक्यो यार तिमीलाई दिदी तिमी फर्स्ट टाइम भयो मलाई थाहा छैन हामी त डेली हो होइन अहिले यस्तो खान्छ छिटो खान्छ यस्तो छिटो होइन यति छिटो खान्छ उसकोमा खास ठुल्ठुलो थियो क्या पुरी अनि ल म उसलाई हेऱ्यो भने भरे म हाँसेर सर्काउँछ हस्पिटल जानुपर्छ भनेर म उसलाई नहेरी गम गम खाएको त्यही पनि हाँसिहाल्यो झन्डै सिङ्गल पनि आयो हाँसिहालेँ उसले त ल दिदी चपाउँदैन के र क्वाप हाल्छ प्लुक्क निल राखेर साइडमा हाल्दै निल्दैन दिदी सकेको यार आमामा आमामा। तिमी त प्रोले हो कि मुखबाङ दिदी पहिल्यै मुखबाङ गर्थ्यो हो दिदी साँच्ची मैले फर्स्ट टाइम यस्तो छिटो खाँदै म ल फेरि पुरी क्या उसकोमा ठुल्ठुलो थियो क्या मैले सबभन्दा सानो झन् तानेर राखेको थाहा छ त्यो भएर जित्ने मैले दिदीको त्यो फेरि रिभर देखाउनुपर्छ जित्ने त मैले गरेको क्या दिदीले दिदी बिस्तारै सक्छ मलाई पनि थाहा थिएन क्या यस्तो साह्रो पर्छ तिमीले पनि खाएकै हो तपाईँले बट्टाकै थिएन लास्टै च्यालेन्ज भएको जुत्तामा यस्तो खान्छ खाउँ म त नखाने दिदी जो खायो भने त म त लु कामै जान सक्दिनँ 3 मिनट भित्रमै भ्याएको क्या है सकिन्छ रहेछ नि म त सकिनँ यत्रो म खाइसक्छु भनेर मोमो सकिन्छ च्यालेन्ज हो हुन्छ मोमो पनि गर्ने आफूले नर्मल भन्दाखेरि मुखबाङ हुँदाखेरि सबै खाइँदो रहेछ म यत्रो खाइसक्दिनँ त्यो सोच्दै हुन्छ नि गफ गर्दै खाएको भए त्यो मुखबाङमा हामी धेरै बोल्छौँ नि त अनि च्यालेन्ज गर्नुपर्छ भनेर तर त्यस्तो भएन किनकि हामीले अगाडि आलु हालेर अलिकति त्यसको भित्रबाट एकदम भएको त्यही भएर मैले निलो सराउँदै कि म त यहाँ साइडमा कोच्दै सर्गियाले एकचोटि चपाउँदै नचपाइकन निलिरहेछ जस्तो लाग्यो तिमीलाई हेर के हेर भन्छु म अगाडि हेरेर म हाँस उठेर यस्तो भएको क्या त्यही भएर नहेरेको नभए म हेरेको भएर म त हाँस उठ्थ्यो त्यो झन्डै हाँस उठेर सर्केँ नि क्रिसमस गर्छु रे अनि हामीले चाहिँ गइसकेको चाहिँ अभियसली आइम द विनर ताली बजाऊ म यहाँ क्राउन लगाउँछु हामी भर्खर न्यु कमरहरू हो दिदी कस्तो क्राउन ताली बजाउँ दिदी दिदी ताली दिदी ताली बजाउनु भएन क्राउन झऱ्यो क्राउन त भइदियो छैन टक्क लगाएर म हेरिदिन्छु सो 35 वटा थियो 105 वटा थियो अनि 35 चाहिँ हामीले त्यो टाइममा राखेको थियो त्यो राम्रोसँगले देखिनु रहेछ तर 3 मिनट भित्रमा त हामी सकाइसकेको थियौँ मैले हामीले नभनौँ अभियसली तिमी त सायद 2.5 मै सकाइसक्यो अनि त्यसपछि भयो जित्यौँ त्यस्तो यो पनि थिएन हार पनि थिएन सजिलै थियो अनि आजको हाम्रो गेस्टलाई सोधौँ हाउसी फिल तपाईँको किमोची भाडा माग्नु परेछ अब होइन त्यस्तो दुःख नमान्नु दिदी होइन गेस्ट मिठो मिठो बनाएर खुवायो होइन खास अझै खान्थ्यो होला अब के गर्नु अनि अगाडि नै चटपटे ल्याएर दिन्छ मासु ल्याउँछ है मलाई हराउनुको लागि यिनीहरूले कस्तो कस्तो टेक्निक खेलेको थियो होइन तर उसले चाहिँ हाँस जस्तो लागिरहेको थियो अघि कम्ती खाइरहेको थियो है मलाई नि त्यस्तै लागिरहेको है मासु है छोड्दै छोडेको थिएन क्या मलाई अझै बोसो मनपर्छ भन्दै खाएको थिएँ अनि म त ल अब हार्छ होला उसले म त जित्छु होला भनेर म पनि सानो उसले ठुल्ठुलो हालिदिएको थियो उहिले फेरि जितेको क्या आमा अनि मैले साँच्ची मैले नि सोचेकै थिएन क्या
च्यालेन्ज भिडियो चाहिँ बनाउनु बिचमा पर्दो त रहेछ तर्सेको नि चपाएको छ कि छैन जस्तो लागेको कि हेर्दैछु हामीहरूको कुरा सुन अरू भन्दा नि च्यालेन्ज भिडियो चाहिँ बनाउनु पर्दो रहेछ ल यही हो अब हाम्रो यही इन्डिङ गरौँ ल जस पनिसमेन्ट दिने कुरा चाहिँ गर्नु पर्दो रहेछ है सकिँदो रहेछ पनिसमेन्ट पाउँछ भन्नु क्या तिमी खाएको हो पनिसमेन्ट पाउँछ भने तिमी खाएको म त त्यो होइन म त त्यसो पनिसमेन्ट सस्पेन्ट के सोचेन खाने हो भनेर सोचेको होइन मैले नि म पनि त भाँडा मान्नुपर्छ भन्दा दिन त दिएको छु किन उसलाई त जित्न सकिनँ मैले गाइज अब पनिसमेन्टको पालो छ अभियसली पनिसमेन्ट त छुट्याउने कुरा आएन होइन अब गेम खेलिसकेपछि गेममा सबैजना एकदम गेमको रुलै हो खेलकुदको स्पोर्टको रुल नै हो होइन वी सुड बी लाइक इक्वल टु भन्दा हो कि होइन एकदम फियर गेम होइन तपाईँ निराश नहुनु अब तपाईँ स्ट्रङ हुनुपर्छ होइन फेरि हाम्रो गेस्ट हुनु भएर यो एउटा माझे नि हुन्छ बिचारा हुन्छ कि होइन सुप्रिया चाहिँ इकिमोजी छ इकिमो त मेरो पनि छ फेरि दिदी त्यस्तो भन्नु खोजेँ होइन तर अलिक बेसी नै याद छ क्या तर म दिदी म चाहिँ अलिकति तर जे किमिते गरेको त्यो त गर्नु परिहाल्दैन होइन ऊ चाहिँ जे छ त्यो भन्नेमा हो अन्त म चाहिँ त्यसमा नि अलिकति बिहा गर्ने दिदीलाई कस्तो लाग्यो हाम्रो युट्युब च्यानलमा आएर एकदम मलाई एकदम नयाँ एनर्जी आइरहेछ होइन अब यस्तो के भन्ने अर्को भिडियोमा गरौँ ल गाइज हाम्रो दिदीको पनि हुनुहुन्छ हाम्रो दिदीकै लागि भयो नि सब्सक्राइब चाहिँ गरिदिनु पर्यो A few moments later.